जेन्जी प्रदर्शनबारे जाँच आयोगको प्रतिवेदन आज बुझाइँदै। ललितपुर 2 मा रासपाका जगदीश खरेल विजयी। महिला अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह। रवि लामिछानेको संसद पद निलम्बनमा अदालतको निर्णयमा निर्भर। जेन्जी घटनामा तत्कालीन अधिकारीमाथि फौजदारी कारबाही सिफारिस। निर्वाचन सम्पन्न हुनु जनता र संविधानको जित भएको प्रधानमन्त्री कार्कीको दाबी। धनुषा 1 को मत परिणाम घोषणा नगर्ने आयोगको निर्णय। काभ्रेका 2 क्षेत्रमा 35 उम्मेदवारको जमानत जफत। तेहरानमा इजरायली हवाई आक्रमणपछि तेल केन्द्रमा आगलागी। T20 विश्वकप 2026 को फाइनल आज भारत र न्युजिल्यान्ड भिड्दै। नमस्कार, टिभी नेशनल नेटवर्कको TNN समाचारमा स्वागत छ। म सुनिता राई। जेन्जी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले बिहान 11 बजे प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकारले भदौ 23 र 24 मा काठमाडौँको बानेश्वरमा भएको जेन्जी प्रदर्शनको घटनाबारे छानबिन गर्न आयोग गठन गरेको थियो। आयोगले घटना सम्बन्धी 150 भन्दा बढी सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीसँग बयान लिएको बताइएको छ। ललितपुर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा का उम्मेदवार जगदीश खरेल 39,491 मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका प्रेम कृष्ण महर्जनले 7,420 मत प्राप्त गर्नुभयो। उज्यालो नेपाल पार्टीका राजाराम टन्डुकारले 5,547 र नेकपा एमालेका प्रेम बहादुर महर्जनले 4,536 मत पाउनु भएको छ भने अन्य उम्मेदवार मध्ये रघुवर राज थापा राप्रपाले 1,760, राजेन्द्र अमात्या नेकपाले 1,217, सरोज राई समसंस्कृति पार्टीले 608, चिरीमाया महर्जन नेमकिपाले 207, स्वतन्त्र उम्मेदवार उमङ्ग केसीले 49 र अष्टराज वज्राचार्य माओवादीले 87 मत प्राप्त गर्नुभएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सर्लाही 4 बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता डाक्टर अमरेश कुमार सिंहलाई बधाई दिनुभएको छ। निर्वाचनमा पराजित भएपछि थापाले सामाजिक सञ्जाल मार्फत सिंहलाई बधाई तथा शुभकामना दिनुभएको हो। सर्लाही क्षेत्र नम्बर 4 बाट निर्वाचित हुनुभएकोमा डाक्टर अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ। साथै उहाँले आफूलाई मत दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। थापाले सर्लाही 4 मा देखिएको समस्या समाधानका लागि आफ्नो तर्फबाट निरन्तर पहल गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। 116औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले महिला र बालिकाको न्यायिक तथा कानुनी अधिकारमा पहुँच सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले महिला तथा बालिकाको मानव अधिकार संरक्षणका लागि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जनाएको छ। आयोगका अनुसार घरेलु हिंसा, मानव बेचबिखान, यौन हिंसा, बाल विवाह र सामाजिक विभेद जस्ता समस्याले अझै पनि महिला र बालिकाको जीवन प्रभावित गरिरहेका छन्। यस्ता चुनौती समाधान गर्न संविधान र अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरू प्रभावकारी रूपमा लागू गर्न सरकारलाई आयोगले आग्रह गरेको छ। सप्तरी 3 मा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका अमरकान्त चौधरी निर्वाचित हुनुभएको छ। उहाँले जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई 17,000 भन्दा बढी मतान्तरले पराजित गर्नुभएको छ। चौधरीले 32,875 मत प्राप्त गर्दा यादवले 15,239 मत पाउनुभयो। नेपाली काङ्ग्रेसका दिनेश कुमार गुप्ताले 8,424 र नेकपा एमालेका ताराकान्त चौधरीले 6,715 मत प्राप्त गर्नुभएको छ। मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रकाश गौतम 36,033 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले 14,038
22 मत प्राप्त गरे। तेस्रो स्थानमा नेकपा एमालेका रामेश्वर राणा 12,783 मत सहित रहे। यस क्षेत्रमा कुल 95,310 मत खसेको थियो। गौतमले डिनालाई दोब्बर भन्दा बढी मत अन्तरले पराजित गर्दै क्लिन जित हासिल गरेका छन्। चितवन 2 बाट निर्वाचित रासपाका रवि लामिछाने संसदीय भूमिकामा सामेल हुन नपाउने भएका छन्। उनलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी 3 अभियोग लागेकोले संसद पद निलम्बनमा राखिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार मुद्दाको अन्तिम निर्णय नआएसम्म लामिछाने शपथ लिन पाउन सक्दैनन्। हाल मुद्दा संशोधन प्रक्रिया र सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। अदालतले अनुमति दिएपछि मात्र उनी संसदमा प्रवेश गर्न सक्नेछन्। भदौ 23 र 24 गते काठमाडौँको नयाँ बानेश्वरमा भएको जेनजी प्रदर्शनबारे गठित जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ। आयोगले 150 भन्दा बढी सरकारी अधिकारी र प्रत्यक्षदर्शीसँग बयान लिएको थियो। आयोगको नेतृत्व पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले गरेका थिए। जेनजी आन्दोलन उस समय केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले सामना गरेको थियो। सर्लाही क्षेत्र नम्बर 3 को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उम्मेदवार नरेन्द्र शाह कलवारले 46,890 मतसहित ऐतिहासिक जित हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका नारायण काजी श्रेष्ठ 13,338 मतमा सीमित भए। नेपाली काङ्ग्रेसका विनोद प्रसाद खनाल 6,224 र नेकपा एमालेका हरि उप्रेती 5,776 मत सहित परे। पराजित नारायण काजी श्रेष्ठले मतदाताको जनादेश स्वीकार गर्दै विजयी शाहलाई बधाई दिएका छन् र पार्टी निर्माण र जनताको पक्षमा नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ 2 बाट राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका बोध नारायण श्रेष्ठ 26,445 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका रमेश धमलाले 20,279 मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा नेकपा एमालेका धनबहादुर घले 10,084 मत सहित रहे। श्रेष्ठको जितसँगै धादिङको दुवै क्षेत्रमा रासपाले क्लिन स्वीप गरेको छ। प्रतिनिधि सभा निर्वाचन 2082 अन्तर्गत रौतहट क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उम्मेदवार रविन्द्र पटेल 27,318 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी जसपा नेपालका गोविन्द चौधरी 11,954 मत सहित सीमित रहे। आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तेस्रो स्थानमा खुम्चिएका छन्। उनले 9,890 मत प्राप्त गरेका छन्। पटेलले चौधरीलाई 15,364 मतको फराकिलो अन्तरले पराजित गरेका छन्। ओखलढुङ्गामा निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार कुमार लुइटेलले मतगणना परिणामप्रति प्रश्न उठाएका छन्। 5 मतको अन्तरले विजेता घोषित भएका रासपाका विश्वराज पोखरेललाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिइसकेको छ। लुइटेलले मतगणनामा मुचुल्का भन्दा 186 मत कम देखिएको दावी गर्दै कानुनी उपचारमा जाने तयारी गरिरहेका छन्। निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले मतगणना प्रतिनिधिहरूको अगाडि भएको र कुनै गडबडी नभएको बताएका छन्। कुल 59,077 मत खसेको क्षेत्रमा 58,891 मतगणना भएको देखिएपछि विवाद उत्पन्न भएको छ। भदौ 23 र 24 गतेको जेनजी घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रहरी र सरकारी अधिकारीहरूलाई फौजदारी कारबाहीको सिफारिस गरेको छ। सिफारिसमा तत्कालीन प्रहरी महानिर्देशक चन्द्र कुबेर खापुङ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, उपत्यका प्रहरी कार्यालयका एसएसपी दीप शमशेर जबरा र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्व अधिकारी समेत रहेका छन्। आयोगको प्रतिवेदन कार्यान्वयन भएमा प्रहरी अनुसन्धान अघि बढाउने र
प्रमाण भेटिए अदालतमा मुद्दा चलाउने प्रक्रिया सुरु हुनेछ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन अध्ययन गरी प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिनुभएको छ। सुनसरी 1 बाट प्रतिनिधि सभा सदस्यमा सम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई 35,741 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ 27,249 मतमा सीमित रहिन्। यससँगै सम संस्कृति पार्टीले सुनसरी, खोटाङ र भोजपुरमा समेत राम्रो प्रदर्शन गर्दै उपस्थिति देखाएको छ। सप्तरी 2 बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका रामजी यादव 28,404 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवाद पार्टी जसपाका उमेश कुमार यादव 14,263 मतमा सीमित भए। जनता समाजवाद जनमत पार्टीका अध्यक्ष सीके राउत 9,880 मत सहित तेस्रो स्थानमा परेका छन्। स्वाभिमान पार्टीका सतीश कुमार सिंह 3,557, कांग्रेसका रामकुमार यादव 2,498 र राष्ट्र निर्माण पार्टीका अफरोज आलमले 1,120 मत प्राप्त गरेका छन्। कर्णालीको मुगु निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग शाही 7,914 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पूर्ण बहादुर रोकायाले 6,718 मत प्राप्त गरे। अन्य मतदाता परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका चन्द्र बहादुर शाही 5,558, रासपाका भुवन टमाटा 530, नेकपा माओवादीका रङ्गवीर परियार 280, राप्रपाका बल बहादुर मल्ल 203 र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन कुमार मल्लले 22 मत प्राप्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रको ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। उहाँले निर्वाचनले देशलाई लोकतान्त्रिक र संवैधानिक निकासा दिएको भन्दै यसमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले मतपत्र नागरिकको आत्मसम्मानको प्रतीक भएको र जनादेशको नैतिक वैधता निरन्तर जनताको विश्वासबाट सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। महिला अधिकारमा पनि उहाँले राज्यका संरचनामा सहभागिता बढे पनि पूर्ण समानता नभएको औल्याउँदै महिलालाई आफ्नो हकका लागि सक्रिय हुन आह्वान गर्नुभएको छ। कैलाली 2 बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका 26 वर्षीय केपी खनाल 19,057 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी 11,949 मतमा सीमित भए। तेस्रो स्थानमा नेकपा एमालेका सूर्य बहादुर थापा 7,886 र नेपाली कांग्रेसका विजय बहादुर सुवारले 7,213 मत प्राप्त गरे। यससँगै कैलालीका अधिकांश निर्वाचन क्षेत्रमा रासपाले राम्रो प्रदर्शन देखाएको छ। भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा सम संस्कृति पार्टीका ध्रुवराज राई 16,663 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शेरधन राई 14,750 मतमा सीमित भएका छन्। नेपाली कांग्रेसका बालकृष्ण थापा 8,670, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझा 6,102 र नेपाली कम्युनिस्ट पार्टीका अजम्बर काम्बाङ राईले 5,728 मत प्राप्त गरेका छन्। यससँगै सम संस्कृति पार्टीले भोजपुरमा पनि प्रभाव देखाएको छ। निर्वाचन आयोगले धनुषा 1 को प्रतिनिधि सभा निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। आयोगले यसबारे धनुषा क्षेत्र नम्बर 1 का निर्वाचन अधिकृतको कार्यालयलाई पत्रचार गरेको जनाएको छ। रासपाका उम्मेद्वार किशोरी शाह कमलको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको प्रमाण भेटिएपछि आयोगले उनको उम्मेदवारी फागुन 18 गते खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको आदेश नआएसम्म मत परिणाम घोषणा नगर्ने निर्देशन दिएको आयोगले जनाएको छ। सिन्धुपाल्चोक 2 बाट प्रतिनिधि सभा सदस्यमा नेकपा युवा नेता युवराज दुलाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका वंशलाल तामाङलाई 2,553 मतान्तरले पराजित
पराजित गर्दै जित हासिल गरेका हुन्। अन्तिम मत परिणाम अनुसार दुलालले 21,679 मत प्राप्त गरे भने तामाङ 19,146 मतमा दोस्रो भए। नेकपा एमालेका शेरबहादुर तामाङ 15,926 मतमा तेस्रो स्थानमा रहे भने रासपाका झनक कुमार श्रेष्ठ चौथो भएका छन्। प्रदेशसभा सदस्यका रूपमा 2 कार्यकाल अनुभव गरिसकेका दुलाल बागमती प्रदेश सरकारमा सामाजिक विकास तथा पूर्वाधार विकास मन्त्री समेत भइसकेका छन्। जिल्लामा सक्रिय र जनमुखी नेतृत्वका कारण उनले अपेक्षाकृत कमजोर संगठनात्मक अवस्था बापत पनि जित सुनिश्चित गरेका हुन्। बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नवनियुक्त विदेश राज्य मन्त्री समा आबेद इस्लामसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा भण्डारीले इस्लामलाई नयाँ जिम्मेवारीप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा नेपाल बङ्गलादेश द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ गर्ने र आगामी दिनमा उच्च स्तरीय भ्रमण तथा आर्थिक साझेदारीलाई प्राथमिकता दिने विषयमा पनि कुराकानी भएको थियो। काभ्रेपलाञ्चोकका 2 निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका 42 उम्मेदवार मध्ये 35 जनाको जमानत जफत भएको छ। सदर मतको 10% भन्दा कम मत ल्याउने उम्मेदवारको थरौटी जफत हुने प्रावधान अनुसार धेरै उम्मेदवारले न्यून मत पाएपछि जमानत जोगाउन सकेनन्। क्षेत्र नम्बर 2 मा 24 उम्मेदवार मध्ये विजयी रासपाका बदन भण्डारी, नेपाली कांग्रेसका मधु आचार्य र एमालेका अशोक ब्यान्जु बाहेक 21 जनाको जमानत जफत भएको छ। त्यस्तै क्षेत्र नम्बर 1 मा 18 उम्मेदवार मध्ये 14 जनाको जमानत जफत भएको छ। उक्त क्षेत्रमा रासपाका मधु कुमार चौलागाई विजयी भएका छन्। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 मा निर्वाचन सुशासन कायम भएको बताउनु भएको छ। निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आयोजित निर्वाचन सुरक्षा समीक्षापछि उहाँले स्वच्छ, निष्पक्ष र हिंसारहित वातावरणमा निर्वाचन सम्पन्न भएको बताउनुभयो। निर्वाचन गराउन गठन भएको वर्तमान सरकारले सुदृढ सुरक्षा व्यवस्था बीच आफ्नो जिम्मेवारी पूरा गरेको उहाँको भनाइ थियो। साथै समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले नेतृत्वदायी भूमिका खेलेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ। इरानको राजधानी तेहरानमा इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ। आक्रमणपछि आकाशमा बाक्लो धुवाँ देखिएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार आगो कहसर बुलेवार्डसम्म फैलदा सडक किनारका केही घर तथा पसलमा क्षति पुगेको छ। इजरायलले आक्रमणका क्रममा तेल भण्डारण तथा प्रशोधन संरचनालाई निशाना बनाएको बताइएको छ। आईसीसी टी20 विश्वकप 2026 को उपाधिका लागि आज सहआयोजक भारत र न्युजिल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ 7:15 बजे सुरु हुनेछ। भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड पहिलो टी20 विश्वकप जित्ने अभियानमा रहेको छ। भारतले सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि नजिक पुगेको हो। भारत चौथो पटक र न्युजिल्यान्ड दोस्रो पटक टी20 विश्वकपको फाइनल खेल्दैछ। हवस् त टिभी नेसनल नेटवर्कको TNN समाचार अहिलेलाई यति नै। TNN टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।